A few moments later. अलिक लिएर पोखरी ताजा पोखरी भरपूर न पोखरी करेन्ट तो यहाँबाट मसिनबाट एकदम तले राख्दियो के खेल्नु पर्छ हाम्रो केटाहरूलाई बडाङ हान्छ नि पहिला अन्त धमा जाने हैन रुपलालले सुजित सरको टिम र तपाईको हैन आज कागज पहिलो चोटी खाइयो भन्ने पहिलेकै क्या सुजय सरको पहिलेको फ्याकको अफिस र वेयर हाउस त्यो के भएको यार अब यस्तो भयो के यो पनि भएन यो पनि भएन पहिलो चोटी भए तपाईकै पैसा भनेपछि सुशील सरको पोखरीमा पानी धेरै चौधरीको नि कान उ त उ लाख त्यो उड्छ ल ल 4 जना 5 जना र अर्को हाम्रो 1 जना रह्यो अब यहाँ है आऊ त हिरोको रोलामा केटिएम टी सर्ट लगाएर पुरै हुन्छ नि रेडी पोजिसनमा अब कता एकछिन म बस्नु पऱ्यो यार यो फुटाउनु त पाइँदैन आमा केटा जुत्ता जान्छ मात्रै बेकार के भयो फेरि तिमीले मलाई फुल टाइम राख्नु हुन्छ ल म 10 मिनट लाग्यो फेरि 10-15 मिनटपछि म गायब भइहाल्छु ओ ब्याग यतै राख्नु हेर उता त्यो पर्सनलाई जहिले भाग्नुपर्छ भागिहाल्नुपर्छ अहिले यो धेरै बेर बस्ने होइन यस्तो त खुट्टा सिधा रहेछ कसम यो मान्छेले मार्छ यार नम्र सरको प्रहार खाली पोस्टमा पनि गोल भएन ल सुजी सर है छ्या 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 उहाँको एक्सन मात्रै धेरै भयो कि उहाँको एक्सन मात्रै धेरै देखियो अलिकति बल स्किलमा हाम्रो अलन सरको देखिरह स्ट्रेचिङमा हाम्रो पवन सर र हाम्रो अर्को ल मनोज सर 3 जनाको इन्ट्री भयो उहाँ र सागर सर खुट्टा त भाङ्गे खुट्टा त तिम्रो सर्ट भिडियो बनाइदिनु ल पछि बन्दैन त्यो पानीवाला भिडियो चाहिँ तिम्रोमा हालेर पठाइने हो त्यही हो भिडियो तिमीलाई पानी खानु पर्यो होइन छैन नि ल यतापट्टि दामी अहिले चाहिँ रोक्यो होला ओहो हो खतरै किपर पाए जस्तो है किरिमसिलले किन किपर चाहिँ पाए एउटा किपर हाम्रो खतरा खाता नि ल मनोज सर गौतमजी ल स्वागत छ है ल आजकालको हाम्रो किपर आउनुहोस् म्याम वेलकम मिस
खाली पोस्टमा कम्ती गोल हान्न चाहिँ सिकाएर छन् सुई सरले। यतापट्टिबाट गेम चलिरहेछ। दामी किपर चाहिँ हाम्रो नवराज सरलाई हुन्छ नि एक साइडबाट। कम्बिनेसन चाहिँ राम्रै देखिरहेछ अहिलेसम्म चाहिँ। अब पुगे खा त टिम त यतापट्टिबाट 3 जना कति 5 जना होइन यताबाट एउटा मनोज भयो 2 3 जना 4 जना 5 जना 6 जना उता होला त नि अब उनीहरू 5 जना खेलेपछि रह सजिलो सरको टिम हो सुजित सरपट्टि होला तिमी हामी सुजित सरको टिम भयो नि ठिक छ उता भयो नि ठिक छ जता भयो नि ठिक छ सागर सर 2 शब्द जाओस् त ल ललित सरलाई कल गर्नु नि सर के सरलाई कल गर्नु नि सर के जानु अब सुजित अनि कहाँ ट्रेनिङ सेसनको भिडियो बनाएर पुरै अब अर्को 1 घण्टा त कहाँ लाइभले खिच्नै पुग्दैन। ऊ किपर चाहिँ दामी हान्दो रहेछ तर यार अरू किन भयो नि ऊ प्रकाश सर हेर्नु न किपर दामी खेल रोकिरहेको अनि हाम्रो किपर प्रकाश ललित दाइ हाम्रो गाडी हो सबै किपर पनि उनीहरू अनि सबै हाम्रो उतापट्टिबाट नवरा सर किपर कहाँ ललित दाइ हाम्रो किपर एक ठाउँबाट हो खोइ त अनि ललित दाइ अर्को पुगेल हाम्रो मन अर्कोमा पऱ्यो यस्तो उल्टो पुल्टो भन्दै त अलि दामी खाली पोस्टमा गोल हान्न गइरहेको छन् हाम्रो सुजित चौधरी सर। त्यतिन्जेलमा हाम्रो गौतमजी आउनुभयो नमरा सर किपर बस्नुभएको छ। दामी
चौधरी सरबाट गोल हुने अपेक्षा गर्न हामीले नसकिने अवस्थामा रहेको छ। गोल लो गोल हाम्रो एउटा किपरको फेरि आगमन भएको छ ललित सरको। गौतम जी लास्ट पावर भएन ललित सर उसको गौतमजीको। चौधरी फेरि कति गराउनु छ गोल लेभल नेक हुँदा अप हो। ल बाहिर ल जितिरहेछ। सजिन सरकोबाट फेरि गोल पवन सर
ललित सरको किपरको रूपमा रिप्लेसमेन्ट भएका छन्। ओ प्रकाश सरको फेरि टुक्क टुच्च टुच्च टुच्च। ल यार उसको फेरि छुट्टै पारा खामा सुजी सरको पुरै हान्नुलाई सोच्छ हान्न चाहिँ हान्दैन है सुजी सर फेरि। आयो दाइ 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 हो नम्र सर ल ल ल ल हान्यो कहिले त्यसो नयाँ मान्छे ल ल ल किपर हो कि फरवार्ड हो फेरि लगेको ल भयो के हो यस्तो किपर दामी ल
ल ल ल टुच्चा 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 ए ल ल ल बच्यो बच्यो ल किपर चाहिँ हामीले राम्रै पाएको छौँ है ड्रिफ हान्नेहरू चाहिँ सागर सरको थ्रो ल ल ल 1:1 ल हान्यो ल ल यो पनि गोल भएन ल ल गोल अब गोल 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 ओफो Wow. And Sajman sir. गौतम जी Oh. Nice try, isn't it? $6:21. No goal. Oh, I knew that. Where to keep on yes on Brazil. Throw it there. It's a team. Alan sir, Sajiman sir.
अलन सर अलन सर अलन सर ल दामी कतै ड्र भयो कि लिड भयो लिड हो नवरा सर आजको फुटसलको बारेमा के भन्नु खोज्छ तपाईँलाई हजुर के भन्ने थाक्यो बढी हो नि धेरै दिनपछि खेलेर होला अरू अलग खुट्टामा चोट लाग्यो कि छ केही छैन खुट्टामा चोट लागेको छ नाङ्गी खुट्टा खेल्नु भएको के बुटमा लाग्यो अघि ललित सरको बुटमा ललित सरको बुटमा हाम्रो सुइस सरले चाहिँ नाम मात्रै गरेर चाहिँ अनि मात्रै चाहिँ खेल्ने चाहिँ के भन्ने चाहिँ पानी कसले भनेको छ है प्रकाश सरले अनि नवरा सर अरू हामी कन्टिन्यू गर्दैथ्यौँ अहिलेको के भन्दैथ्यौँ अहिले हान्नुपर्छ पर्खिन एकछिन आएर रेस्ट गरौँ आजको पेमेन्टको जसले अरू दिने होइन के छ नवरा सर त्यसो भएन त मजा भएन कहाँबाट हान्ने पाउँछ युट्युबर भएर एउटा पानीको बोतल राख्नु परेन पानी बोतल छ नि खाली छ तर के गर्नु खाली छ त बोतल अलिक खेलाडीलाई हान्न लाग्यो जुत्तै हाल्नु पर्ला जस्तो चौधरीले खेलाइदिँदाखेरि अहिले हारेपछि यही पानीको हेर म चौधरी त बोलाउँछु अरे छैन बेर न पानी खानु भनेर आश गरेर होला केटा पानी आएन बोलो 2 को लिड के हो यो पारा पवन सर 2 को लिड भएर है अलि ध्यान दिनु 2 को लिड भइसक्यो राम्रो म होइन
ओ अहिले चाहिँ बचाएको ल चौधरी सरले फरवार्डबाट किपरसम्मको रोलमा एम्पायर राख्नु क्याप्टेन राख्नुपर्ने रहेछ उसलाई उसलाई खेल्ने नै क्याप्टेनमा त नि कि अझ कोचमा सुहाउने उसलाई क्याप्टेन होला त कोच कोचमा मात्र हो क्या उसको आज चाहिँ हाम्रो प्रकाश सरको मल्टी ट्यालेन्ट देख्यो है क्रिकेटसम्म त ठिकै थियो किपरसम्म पनि हुँदो रहेछ किपर त दामी खेल्ने हुँदो रहेछ अझ उसको लागि किरण चेम्जनको ठाउँमा राख्ने किरण चेम्जनले रिप्लेस चाहिँ गर्छन् ल ल 2 को लिड है अब यतापट्टि 2 ले हारेर है फेरि हाने जस्तो ललित सरलाई हुन्छ नि फरवर्डतिर लय हुन्छ के बल पायो नि फरवर्डतिर पुगिहाल्ने रहेछ खोलो 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 खोलेर दिनु न ल म्याच हो टन्न खोलेर दिनु आराम आउँछ आउँछ नि ल सजीवन सरको हातमा पास छ र पवन सर ओ ल गोल ल 3 को लिड यहीँ आउँछ नि कुद्दै कुद्दै उनी आउँदैन गोल अब आफ्नै पोस्टमा गोल हाने मात्र एकजना खेलाडी घाइते छन् अब हाम्रो सजीवन सर रेस्टमा आउनु सर एकछिन ल 2 को लिड 2 हो अनि गोल खाएको चाहिँ नसम्झिने यार 4 गोल गोल हेरेर 6 गोल खाइसक्यो तिमीले यार अनि सागर सर ल फरवर्ड पनि त्यति राम्रो छैन यार तिमी कराउने मात्र यार खाँदै एउटा गोल हानेछ छैन अझै तिनटा त कसले हान्यो हानेर मात्र हुन्छ मिस कति गर्यो भन नि कोही छैन उहाँ ल विचार गौतम जी यार ओ यस्तो हुनुपर्छ नि फोन लक हानेर अनि मैले भिडियो बनाउनु मिल्छ ल्याउनुहोस् न फोन दिनुहोस् खोलेर ओहो यो होइन त सर यार ल यहीँबाट चलाउनुहोस् यो होइन नि फोन पनि कतिवटा भयो ल जुम गरेर बनाउनु पर्ने होला सर एकदम हाइलाइट गर ल त्यति त गर्नु पर्यो नि के होइन कहाँ हो क्यामेरा सर केही देखिँदैन ननस्टप भन्छ सर कुन राम्रो हुन्छ त्यही राख्नु होला एकछिन यसो सर खिचिदिनु न 2 मिनट कसको यो तपाईँ खेल्ने हाम्रो
मैदान प्रवेश गर्नुभएको हाम्रो गौतम चाहिँ एकैछिन खिच्नु ल सट्टा मिलाएर 2 मिनट लाग्यो 2-3 मिनट यो भिडियो अफ प्रयास जारी थियो सर घुडी चाहिँ लास्टै देखाएको छ यार सर हुनुहुन्छ अपोनेन्ट टिममा बल दिने उहाँको खुट्टामा बल पर्नु बेकार ल कस्तो फोन हो यो तपाईँको ए खिच्नै बोल्दो रहेछु म कहाँ कहाँ खिचिबस्नु रहेछ लीड हो रहा है गले म त बस्नु पर्यो यार single 1-1 goal कति कति गोल भयो पानी बोतल कहाँ ल भयो धेरै राखेर हुँदैन चौधरी सरको भयो गर्दैन ल भइसक्यो तिम्रो होइन किन्छ तिम्रो त्यो हुन्छ नि 1 मिनटको स्टोरी हाल्नलाई ल ल ल सचिन सर ल ल 5 रिटर्न गर्नु पर्यो
पोस्ट चाहिँ जानु पऱ्यो हाफ रिटर्नमा चाहिँ धरानको बुङ्गुर जस्तै छ यार सुँगुर खाएपछि बुङ्गुर त भइहाल्छ नि एउटा चौधरी फ्रिजबाट पानी मार्नु नरासा तातो पानी लिएर आउँछ यार काठपिटी खानु पनि मरिहाल्छ मान्छे कहाँ मर्नु फ्रिजको मार्नु गयो केटाहरू हजुर धेरै धेरै भयो कि ठुलो बेसी त भान्डीले एउटा गोल हान्ने आएन के ठुलो भान्जी गोल हान्न बसेको पनि होइन उता उता हुँदाखेरि मैले नौरासबाट गोल लाग्यो यार हाम्रो टिममा नौरासबाट आउँछ बट लाख ब्याडक लाग्यो तपाईँ हुँदा त गोल हाल्ने म हो कि एउटा पनि गोल हान्नु भएको छैन म हो कि एउटा गोल पनि हान्नु भएको छैन ल यो चाहिँ भयो सर रेकर्डेड छ पुरै पुरै रेकर्ड छ भोलि हेर्ने हो 5 वटा रेड बाजी गरौँ न त्यसमा के चिज बाजी गर्नै पर्दैन छैन के अब यहाँ भइहाल्यो नि यहाँ त बम हुन्छ छेउमा राख्नु दौड्दै आउँदै तुङ्दै एक घुर्की लाउनु पऱ्यो भन तिमीले त खानै ल्यायो हामीलाई यस्ता त हामीलाई यसो गर क्या बरु फ्रिजमा यसो त्यहाँ नुहाएर हो अनि अलिअलि टाउको पानी खानु हो 6:51 सुरु गरे 7 बजीसम्म बोलाएको 7:30 बजीसम्म यही होला जस्तो छ यही बारमा नि हो थ्रो पवन सरको Oh my god. Nice save. घाइते भयो खेलाडी हाम्रो किपर तिम्रो अहिले भइसक्योस् ल स्विसर 1:1 ल ल अर्को जस्तै छ ल दामी 5 के लिड फेरि स्विसरले हानेको गोल हुन्छ नि 5 के लिडमा आएको छ उहाँहरूमा पोस्ट सानो भयो क्या स्विसर ल गोल अब यो मिसपासको गोल हुनुपर्छ
सर गल्ती भयो मान्छे 2 किलोमिटर खेलिरहेको भएन सर 2 किलोमिटर खेलिरहेको भएन क्या अलिकति अर्ली भएको हो बल राम्रो सरकोटामा पुगेको छ अरुण सरले लिनुभएको छ वाह हान्दैन सर्ट हो दामी मान्छे पछाडि भएकै सुन्छ हाफ दर्जन गोलले हुन्छ नि ल 7 दर्जनले हाल्छ सुजित सर आज के भन्नु छ विपक्षी खेलेर हो यस्तो भएको यो कताबी पनि हामी मान्न सक्छौँ कुदाप्नु किपरमा भरोसा छैन सुजित सर बढी हल्ला गरे हेर ल्याएर उहाँ फेरि यस्तो सिम्पल पनि अहिलेसम्म धेरै होइन सुजी सर 7 गोलले मात्र हामी कमियो ओहो गोलले के हैन बल आउनु 8 मात्र भयो अहिलेसम्म 8 गोलले हामी पछाडि छन् सुजित सरको टिम
दामी सेप यसलाई चाहिँ मान्नुपर्छ दामी ल स्विच सरको हातमै दिएछ त्यही पनि ल फाइनली गोल फर्काएको छ तै पनि अझ 7ले हुन्छ नि ब्याकवार्डै छन् हाम्रो सुजित सर नमस्कार सर के भन्नु हो 7 गोलले पछाडि हुँदाखेरि दामी सेप हेर्नु किपर हेर्नु अलि सर हेर हान्दियो 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 ल ल ल ल ल ल खाली अब टिम हार्दाखेरि ठुकै हो रद्द भयो हाम्रो किपरले त विपक्षीमा खेल्यो क्या अझ टिममा हाम्रो निनै हुँदैन ल लास्ट 5 मिनट्समा इन्ड हुँदैन कोच अगाडि बढौँ न यार यता 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 ल एक गोल चाहिँ फर्कायो छ तपाईँ आउनै पर्ने रहेछ नि त फिल्ड बाहिर बसेर कहाँ हुन्छ फर्किन्छ फर्किन्छ गोल खाँदाखेरि पनि हाँस्ने चाहिँ हाम्रो एउटा सुजित सर हुन्छ जो 8 गोलले पछाडि हुँदाखेरि पनि खुसीको माहौल छ केही छैन हार्ने बानी पर्यो हो त्यही पनि हान्नु एक्स्ट्रा छ नि अगाडि ल्याएर हान्नु पऱ्यो नि उनीबाट केही पनि एक्सपेक्टेसन गर्नै पर्दैन अर्को गोल आफै केही सिप लाग्यो यस्तो देखिएन त ए नखेल्ने आफू यहाँ भने बल फुटाउने आगे पनि हेरेर बस्ने क्या भाइ अनि हुन्छ तपाईँ त खास किपर बस्नुपर्ने क्या तपाईँ हाम्रो टिममा आएदेखि लोदर लाग्यो क्या खुट्टा दुखेर क्या किपर घाइते किपर घाइते हुनुभयो नि त यार सर घाइते डेन्जर भयो त कम त बुटमा लाग्यो त्यहाँबाट खेल्नै सकिन्छ जाम अब सक्यो बाटबाट
ल्याउनु तिम्रो हो त्यो सानो सानो खेल्छ गेम राम्रै भयो नत्र राम्रै भयो एयरपोर्ट दिउँ एयरपोर्ट हेलो हजुर सर हजुर सर ए म अहिले गेममा छु सर म निस्केर त्यो पेमेन्ट पनि गराउँछु है सर मनोज सर के भन्नुपर्छ हाम्रो हाम्रो थर्ड फ्लोरको ह्यान्डसम सर भनेर हजुरको नाम आउँछ नि त के म चाहिँ ह्यान्डसम छैन छैन नि मनोज सर चाहिँ छैन नि त स्यालेरी होल्ड गरिदिन्छ केही छैन हारे कति गोल ल्याएर 10 गोल ल्याएर बराबरै भयो बराबरै तिमीहरू कति सर खेल्दा अझै जे पाइन्छ सर चाहिँ हाम्रो होइन मेरो जुत्ता चिप्लेर ग्राउन्ड पनि बाँड्नु छ है अलिक ए यहाँ त क्या लड्नु त डर लाग्छ अलि दिन्छ यता छुट्टै सेपा बाजी क्या मेरो यस्तो पेट लागेको थियो यार मेरो माथ हिँड त्यो पोट खाएपछि कस्तो ब्यागहरू मेरो ए लिएर आउँछ अहिले नेक्स्ट प्लेट ल सर दामी खेले आज तपाईँले अरूले खेल्नु नखेल्ने नि अलन सरले चाहिँ खेल्यो है नि टिम गर्न हेर्नु